हेलो एभ्रिवान, हेर्नुहोस् है, म चाहिँ मुही पार्दैछु। यो चाहिँ अर्ग्यानिक हो नि फेरि। पहाडतिर चाहिँ यसरी मुही पार्छ। चाहिँ मक्खन निकाल्नुको लागि, घिउ निकाल्नुको लागि। नेपालीबाट चाहिँ घिउ भन्छ यहाँ चाहिँ। हेर्नुहोस् है, रेडी हुँदैछ। यहाँ चाहिँ अलिअलि हुँदैछ हो। वाह, हेर्नुहोस् है साथी हो, मेरो यसरी निस्के घिउ चाहिँ। वाह, हेर्नुहोस् है, अर्ग्यानिक घिउ हो नि फेरि। म चाहिँ यस्तो जादु गर्छु, यस्तो दामी घिउ निकालिदिन्छु। वाह, यो चाहिँ 1 डोलो चाहिँ मलाई दिन्छ है ससुराले। यो चाहिँ मेरो होइन कि ससुराको हो। म चाहिँ गाई पाल्दिनँ हो। म चाहिँ अल्छे छु भन्न। गोरु मात्रै पाल्छु भन्दै दुध घिउको चाहिँ लोभ लाग्छ। वाह, हेर्नुहोस् त, वाह, आधी किलो निस्के है अलिकतिमै। घिउ लाउने बट्टा आधी किलोमा होइन, 1 किलो जस्तो निस्केको छ। वाह, 1 किलो जस्तो निस्केछ घिउ चाहिँ। यो चाहिँ हाम्रो ससुराले बेचेर चाहिँ सानो पैसा थाप्दैन। हामी चाहिँ मुही खानु मात्रै हो, पैसा चाहिँ ससुराको। यो घिउ लाउने त्यो